हे सबैजना गाडीमा आको बालचन्द्र दाइ कहाँ जान लाको पोखरा जान मलाई बेनिसा जानु छ अटे छैन सिट किन सानो छ पोखरामा बसमा चढौला दुःख सुख कोचेर जानु हो अपाङ्ग सिट हुने नै सानो हो खुट्टा मात्रै हो तिनको बाङ्गा भनिहाल्न हुन्थेन अपाङ्ग नसकिने हामीले हात जोड्नलाई सम्मान गरी पर्छ सिट छोड्नलाई सिटमा बसी केही पनि नहेरी महिला सिटमा बसेछु म फेरि ए हजुरसँगै दिदी दाइ हजुरसँगै दिदीलाई लानुहोस् दाइ खाली छ त बिर्द सिट जानुहोस् दाइ ए बोली हालेम सबैको हितमा त सिलाले छन् बिर्द सिटमा मान्दैनौ नि राम्रो सिट दिन बुढी छ यहाँ ठोक्किँदैन हिँड पोखरामा बस्न चढाउला हे यही झर्चुमा अर्को बस गएको रहेछन् सब यहाँ त मिसै नभएको पोखरा शङ्कर भाइ म गएँ भएर राम्रोसँग सम्झाउने म मुद्दा हाल्दैछु भगवानले नि बिचारा यो दाइलाई खुब दुःख दिएछ आजकल खुट्टा बेसरी भाङ्गिन्छ छेउमा झार्न हुन्थेन होला म पुग्ने हो कि गुल्टेर खोलामा पोखरामा बस्न चढौला ए हाम्रो बसले मुक्तिनाथ लानी हेलो मिना भाडा पाम कहाँ जानी पोखरामा बसमा चढौला तिम्रो गाडी मुक्तिनाथ जानी के को भाडा दाम छैन भात खानी पोखरामा ए खोजी छैनन् केही भाडा दिन भर्खर तिमी झर त एमिना पोखरामा बसमा चढौला ए मुक्तिनाथलाई चढाउने भेटिने ल्याएको रन्छिन् कस्तो हो केटिनी पोखरामा बस्न चढौला हे गति पर्थे देख्नलाई पाए इनले जमजम भनेपछि म आए पोखरामा बस्न चढौला मिना सिला कसको हो भन्नी के हो फेरि जोलाई नि जाम भन्नी पोखरामा बस्न चढौला एउटै सिटमा मिठा बात गर्ने हो इन्द्र तिम्रो यिनीको पर्ने हो पोखरामा बस्न चढौला मिनासँग झ्याप्पै मन चोरियो बहिनी पर्छिन् फुपूको छोरी हो पोखरामा बसमा चढौला हे इन्द्र दाइले सारा देश भ्यायो यार अब मधे गाडीको खलासी सबै थाहा हुन्छ होइन ए सारा देश भ्यायो यार अस्ति पनि 2 जना ल्यायो यार मटाडिन्थे सुरुमै चिनासी हिँडिन्छु म फेरि मैनासी पोखरामा बस्न चढौला जसलाई पनि भन्ने हो जाउसम्म पुर्याउँदैन गन्तव्य ठाउँसम्म पोखरामा बस्न चढौला नजाऊ भनी म झम्टी रुँदानी किन आकी सुत्केरी हुँदानी पोखरामा बसमा चढौला ए बच्चा भन्दै मुक्तिनाथ आइरहेको यस्तो बुढो हुँदा पाइरहेको
मलाई त दहीमा चिनी हो दहीमा चिनी हो नपाम भन्दा नमान्ने नि पोखरामा बसमा चढाउला खर्च बढ्छ हुनेछ घाटै चिसो लाग्छ फर्काइदिउँ बाटै के को चिसो यस्तै हो ख्वाइता फर्किन्न म मुक्तिनाथ ननोइ त पोखरामा बस्न चढाउला फेरि घुम्ने दिन आउँछ पर्ख सुत्केरी जेन बिग्रिन्छ घर फर्क मन्दिर जान्छु भन्दा नि फर्काउने को हो तिमी बाटै थर्काउने ए मैले दिम्ला जल्टीका रङ्ग आफै बुझ बस्या छु कोसँग पोखरामा बस्न चढाउला ए सुन त ड्राइभर दाइ ए सुन त ड्राइभर दाइ भन्नु भाइ हे इन्द्रसँग टाँसिँदै गएछ है छेउकी हामी निकै रहेछ ए घरबार भएको बुढा नचिन्दिने कस्तो आइमै दाल भातमै हिँड्दिने मलाई यता नरमाइलो लागिरहेको जीवन राम्रै छ नि त होइन नरमाइलो लागिरहेको अरूभन्दा इन्द्रसँग आइरहेको यता मलाई केटीले घेरे तँभन्दा त मै राम्रो छु घेरे पोखरामा बसमा चढाउला हे बीचमा बस्दै यता उता हेरेछ छक्कले बुढो पनि रहेछ के नक्कले पोखरामा बस्न चढाउला तिमी जस्ता झारपातलाई छोइन ल सबै भन बुढो चाहिँ होइन ल पोखरामा बसमा चढाउला ए ऊ जमानादेखि क्या राणा शासन पञ्चायत भोगेदाई यी बुढालाई मैले चाहिँ ढोगेदाई अब जवान कसले पो किन्ला त जवानी होइन हे अब जवान कसले पो किन्ला त 16 वर्षे भन्नु ए बुढा भन्नेलाई फाल्दिन्छु यसको मुखमा खरानी हाल्दिन्छु पोखरामा ए दाइ भनेसी भाइ भन्छन् पठाउँछन् काका भन्यो गालामा ठठाउँछन् पोखरामा बस्न चढाउला छोरी छ